म चाहिँ धान काट्ने अब मेसिन पनि ल्याएँ। अब यो अलिक लडेको चाहिँ मान्छेले समस्या हुन्छ, धेरै लाग्छ र टाइम। यसले चाहिँ लडेको राम्रो काट्छ कि, लडेको यसको काँटाले मजाले उठाउँछ, त्यही भएर मैले चाहिँ यही चलाउँदैछु। अब यो चाहिँ महावीर पुनको आविष्कार केन्द्रमा बनेको मेसिन है। महावीर पुनको आविष्कार केन्द्रमा बनेको मेसिन यही हो। यो चाहिँ अब मेरो खेततिर पस है मेसिन। अब मेरो खेततिर पस है। अब यसरी काट्नुपर्ने धान चाहिँ यही है। हेर्नुहोस्, यी लडेको धान हो। लडेको धान चाहिँ एकदम राम्रो उठाएर काट्छ यसले। तपाईँहरू पनि यस्तै मेसिन लाउनु होला। ल आज चाहिँ यो मैले आफ्नै धान काटिरहेको छु है। लडेको धान चाहिँ यसरी काट्छ है यसले। लडेको धान चाहिँ यसरी मेरो आफ्नै धान काटिरहेको छु आजको।